बिहान उठ्ने बित्तिकै पाइताला झस्स दुख्छ। सबैजनाको दुख्छ नि पाइताला। कसैको पाइताला दुख्छ, कसैको कुर्कुच्चा दुख्छ, अथवा थोरै हिँडेपछि फेरि दुखाइ सन्चो पनि हुन्छ। केही बेर हिँडेपछि दुखाइ सन्चो पनि हुन्छ। तर फेरि उठ्दा उही समस्या दोहोरिन्छ। बसुन्जेल सन्चो हुन्छ, फेरि हिँड्न थाल्नुभयो, फेरि समस्या देखिहाल्छ। यी सबै हिल पेन अथवा पाइताला दुखाइको सिम्पटम्सहरू हुन्। हिल पेन सामान्य दुखाइ होइन है। तपाईको पाइतालामा भएको टिस्युहरूको समस्या हो अथवा मांसपेशी जस्तो मसल्स पाइतालामा भएको मासुहरूको समस्याको कारणले दुखिएको हो कि हड्डीकै कारणले दुखिएको हो कि तपाईको पाइतालासम्म आउने कम्मरदेखि आएको नसाको कारणले दुखिएको हो कि के हो भन्ने कुरा पहिला सही पत्ता लगाउनु पर्यो। धेरैले चाहिँ तपाईको हड्डी खिएर दुख्यो भनिदिनुहुन्छ। एक्सरे गरेको बेलामा हड्डी चुच्चो पलाउँछ अथवा हड्डी पलाएर दुख्यो भन्नुहुन्छ। त्यस कारणले गर्दाखेरि तपाईको जुत्ता बदल्नतिर लाग्नुहुन्छ, औषधि खानतिर लाग्नुहुन्छ। अनि तपाईँ कहिलेकाहीँ तपाईँको त्यो पाइतालामा लाउने अर्को एकदम सिलिकन हिल प्याड त्यो लगाउनतिर लाग्नुहुन्छ। यी सबै समाधान होइनन् नि। यसले तपाईँको समस्यालाई चाहिँ झन् थिचिरहेको हुन्छ, समस्यालाई झन् बढाइरहेको हुन्छ। किनकि अब हिल पेन चाहिँ एउटै कारणले हुँदैन है। कसैमा चाहिँ तपाईँको प्लान्टर फेसाइटिस भन्छ। तपाईँको मांसपेशीहरू मसल्सहरू खुम्चिएर अथवा चाहिँ ओभर युज भएर चाहिँ तपाईँको दुखिरहेको हुन्छ। कसैको चाहिँ हिल स्पर तपाईको हड्डीहरू घस्रणको कारणले तपाईँ थुप्रिएर त्यहाँनिर चाहिँ हड्डी नै चुच्चो भएर बसिरहेको हुन्छ। त्यसले इरिटेसन गराएर तपाईँको दुखिरहेको हुन्छ। कहिलेकाहीँ चाहिँ तपाईँको कम्मरबाट आउने नसाको कारणले नै तपाईँको चाहिँ पाइताला पोलिरहेको अथवा दुखिरहेको हुन्छ। त्यसैले गलत डायग्नोसिस भयो भने पनि उपचार गलतै हुन्छ। तपाईजना धेरै जस्तो जनाले चाहिँ युट्युब हेरेर एक्सर्साइज गर्नुहुन्छ। युट्युबमा तपाईको एउटा प्रब्लमको लागि एक्सर्साइज सिकाइदिएको हुन्छ। तपाईको पनि प्रब्लम आफैसँग रिलेट गर्नुहुन्छ अनि त्यसपछि एक्सर्साइज र्यान्डमली गर्नुहुन्छ। सिकाएको अनुसार त्यहाँ देखाए अनुसार सबै एक्सर्साइज गर्नुहुन्छ। युट्युबमा चाहिँ धेरै चाहिँ दुखेपछि अथवा नदुख्दाखेरि गर्ने कुराहरू सिकाएको हुन्छ। तपाईहरु चाहिँ दुख्दाखेरि नै गर्नुहुन्छ। तपाई गलत एक्सर्साइजले झन् दुखाइलाई बढाइरहेको हुन्छ। यी सबै समस्याहरू चाहिँ तपाईको चाहिँ जताको त्यस्तै नै बसिरहेको कारण भनेको सही उपचार पनि नभएर सही डायग्नोसिस पनि नभएर हो। अब सही उपचार सही डायग्नोसिस गर्नको लागि हामी गेस गरेको भएर तपाईँ उपचार दिने पनि होइन। हामी एनालाइज गर्छौँ, तपाईहरुलाई एसेसमेन्ट गर्छौँ, तपाईहरुको चाहिँ जाँच गर्नेछौँ है। एउटा टार्गेट एउटा प्लान पनि गर्छौँ। एउटा एक्सर्साइजको एउटा प्रोटोकल हुन्छ। त्यो प्रोटोकल पनि हामी तपाईहरुलाई बनाउने छौँ। तपाईको समस्या अनुसारको हामी उपचार गर्दछौँ। पेन घटाउनु, दुखाइ घटाउनु मात्र उपचार होइन। गल्ती बिना सही तरिकाले कसरी निको बनाउनु नै हाम्रो लक्ष्य हो। फेरि पनि नहोस् भन्नको लागि हामी उपचार गर्दछौँ। सही डायग्नोसिस गर्नु पर्यो अनि सही उपचार गर्नु पर्यो। तब मात्र तपाईको समाधान हुन्छ, तब मात्र तपाईको उपचारको चाहिँ निदान हुन्छ। अब के हुन्छ, दुख्यो पाइताला दुख्यो भने के गर्नुहुन्छ? तपाईँ पेनलाई नै इग्नोर गरिदिनुहुन्छ। दुख्छ भोलि निको होला, पर्सि निको होला, कुनै दिन निको होला भनेर तपाईले कुर्दा झन् समस्या चाहिँ बढिरहेको हुन्छ। समस्या झन् गहिरिँदै जान्छ है। अब दोस्रो गल्ती के गर्नुहुन्छ? तपाईँ दुखेपछि चाहिँ औषधि खाइदिनुहुन्छ, नदुख्ने औषधि खाइदिनुहुन्छ। नदुख्ने औषधि त केही समयको लागि हो, तर सधैँ दुखिरहेको समस्याको लागि नदुख्ने औषधिले काम गर्दैन। नदुख्ने औषधि झन् तपाईलाई अर्को समस्या ल्याउन सक्छ। अनि अर्को कुरा भनेको चाहिँ र्यान्डमली एक्सर्साइज गरिदिनुहुन्छ। अब खुट्टा तपाईको पाइताला किन दुख्यो, कसरी दुख्यो, अब मासुको कारणले दुख्यो कि नसाको कारणले दुख्यो कि हड्डीको कारणले दुख्यो, त्यो पत्ता नलागिकन युट्युबमा हेरेर र्यान्डम जे पनि एक्सर्साइज गरिदिनुहुन्छ। अब दुखाइ एउटै कारणले नभएको कारणले गर्दाखेरि एक्सर्साइज पनि जे हो त्यही तपाईले गर्न नसक्नु हुँदा अथवा चाहिँ एक्सर्साइज गर्नुपर्ने एक्सर्साइज धेरै गरिराख्नु हुँदा पनि तपाईको समस्याको चाहिँ जस्ताको त्यस्तै भइरहेको हुन्छ। रिकभर झन् ढिलो हुन्छ, समस्या झन् बढ्दै जान्छ। त्यस कारणले गर्दाखेरि पनि तपाईको दुखाइ चाहिँ जस्ताको त्यस्तै भइरहेको हुन सक्छ। अनलाइनको जमाना भनेर सधैँ युट्युब हेरेर एक्सर्साइज नगर्नुहोस्। गलत एक्सर्साइजले झन् तपाईको समस्यालाई झन् बढाउँदै गरेको हुन सक्छ। अत्याधिक रेस्ट पनि नगर्नुहोस्। अत्याधिक रेस्टले झन् समस्यालाई झन् कमजोर बनाइरहेको हुन्छ। तपाईको मांसपेशीलाई, तपाईको मसल्सलाई, तपाईको चाहिँ शरीरलाई कमजोर बनाइरहेको हुन्छ। जसले गर्दाखेरि सही उपचार हुँदा पनि रिकभर ढिलो भइरहेको हुन्छ। हाम्रो तपाईको प्राय भाषामा नो पेन नो गेन भन्ने छ नि, त्यो चाहिँ तपाईको पाइताला दुख्दाखेरि चाहिँ तपाईको त्यो लागू हुँदैन।
गलत जुत्ता प्रयोग गर्नु, हार्ड सोलको जुत्ताहरू प्रयोग गर्नु, फ्ल्याट सपोर्ट भएको जुत्ताहरूले झन् तपाईँलाई झन् समस्या बढाइरहेको हुन्छ। सबैभन्दा ठुलो गल्ती भनेको चाहिँ सही डायग्नोसिस नगर्नु हो। हिल पेन अथवा पाइताला दुखाइको कारण पत्ता नलागेसम्म सही उपचार सम्भव पनि हुँदैन। त्यसैले ग्यास भरेको भरमा सेल्फ ट्रिटमेन्ट पनि भर नपर्नुहोस्। सेल्फ ट्रिटमेन्टले तपाईँलाई झन् समस्या नै बढाइरहेको हुन्छ। फिजियोथेरापिस्टसँग जाँचबुझ गर्नुहोस्, सही उपचार गर्नुहोस्, निदान पनि पक्कै छ। फिजियोथेरापिस्टलाई भेट्नको लागि आजै फोन गर्नुहोस्, तल दिएको नम्बरमा आजै फोन गर्नुहोस्, आफ्नो अपोइन्टमेन्ट बुक गर्नुहोस् अनि स्वस्थ रहित अथवा दुखै रहित जीवन जिउनको लागि आफूले आफूलाई सहयोग गर्नुहोस्।